हेलो गाइज, आज हामी म्याट्रिक्स मेथडबाट एउटा एससीमा आउने इम्पोर्टेन्ट क्वेसन गर्न गइरहेको छौँ होइन। लास्टसम्म हेरिदिनु होला, आशा छ तपाईँलाई भिडियो मन पर्नेछ। धेरै इम्पोर्टेन्ट क्वेसन हो यो होइन। आज मोबाइल रेकर्डिङ थ्रु गर्न गइरहेको छु। ओके, लेट्स स्टार्ट। क्वेसन यस प्रकार रहेको छ, 3x - 5y = 3 म्याट्रिक्स मेथड थ्रु होइन। यो म्याट्रिक्स भन्ने युनिटबाट आएको क्वेसन हो। यो 3 मार्क्समा आउने बढी चान्स हुन्छ है। यो माथिकोलाई इक्वेसन 1 मानिदियो, माथिकोलाई इक्वेसन 2 मानिदियो। बेसिक कुरा तपाईँलाई थाहै नै होला। सो केही नबुझी सोध्नु होला है। एक्स भनेको के हो? एक्स भनेको एक्स र वाइ कम्पोनेन्टमा एक्स र वाइ मानिदियो। अनि ए भनेको त 3 - 5, 4 र 3 अघि 3 - 5, 4 र 3 चाहिँ ए। अनि बी भनेको 4 र 3 र 4 जो लास्ट इक्वल टु छ नि, 3x - 5y = 3 र 4x + 3y = 4 छ नि, यो 3 र 4 छ नि, त्यसलाई बी मानिदिउँ है। बीको भ्याल्यु मानिदिउँ। ए डिटर्मिनेन्ट भनेको के हो? हाम्रो यसरी ए को भ्याल्यु आइसक्यो, 3 - 5, 4 र 3 होइन। 3 - 5, 4 र 3 आइसक्यो। अब हामीले के हो, अपोजिट साइडलाई मल्टिप्लाई गर्ने हो। बुझिहाल्नुहुन्छ होला नि। यसको अर्थ के भयो? 9 - 5 4 जा 20, साइन माइनस -20 इक्वल टु भ्याल्यु कति आउने भयो? 29। सो ए डिटर्मिनेन्ट इज इक्वल टु 29 आयो एन्सर। 29 एन्सर आएपछि अब हामीले ए इन्भर्स फाइन्ड आउट गर्नुपर्छ अब। ओके, फाइन्ड आउट गर्नलाई पहिला एडिजे अफ ए फाइन्ड आउट गर्ने। त्यो भने चाहिँ के हो थाहा बुझाइदिन्छु। ए भने चाहिँ कहिले कति छ यता? 3 - 5, 4 3 छ। अब एडिजे अफ ए भनेको के हो थाहा? एडिजे अफ ए भनेको के हो? हामीले के लेख्नुपर्छ? यो 3 र 3 छ नि, त्यसलाई इन्टरचेन्ज गर्ने। तल इन्टरचेन्ज गर्ने। यो 3 र 3 छ नि, त्यसलाई तलमाथि गर्ने, अपोजिट गर्ने भनेको। अपोजिट गर्ने -5 र -4 छ नि, त्यो साइडको चाहिँ हामीले भ्यालुलाई अपोजिट नगर्ने, चेन्ज नगर्ने, तर त्यसको साइनलाई चाहिँ चेन्ज गर्नुपर्छ। -4 5 यस्तो हुन्छ। यो एडिजे अफ ए भने यस्तो हुन्छ, एडिजे अफ ए। ओके, एडजसेन्ट अफ ए भनेको चाहिँ यो। ल ए इन्भर्स फाइन्ड आउट गरौँ। यो भनेको फर्मुला 1/ए डिटर्मिनेन्ट अफ ए अनि मल्टिप्लाई एडिजे अफ ए है। अनि फर्मुला हामीलाई सबैलाई थाहै नै छ, थाहा नै छ। अब के गर्ने? भ्यालु पुट आउट गरौँ त। 3 5 - 4/3। अब यो चाहिँ के भयो? यो चाहिँ के को भ्याल्यु भयो? ए इन्भर्स 1 को भ्याल्यु भयो के। अब हामीसँग अर्को फर्मुला के छ भने एक्स इज इक्वल टु ए इन्भर्स 1, ए इन्भर्स भनौँ न, ए इन्भर्स 1 हुँदा इन्टु बी। यो चाहिँ हाम्रो फर्मुला छ। अब हामीले के एक्स र वाइको भ्याल्यु फाइन्ड आउट गर्नको निम्ति यो चाहिँ फर्मुला छ है हामीसँग। यो फर्मुला छ। सो भ्याल्यु पुट आउट गर्दै जाऊँ। अब सबैलाई थाहै नै छ, 1/29 3 5 - 4/3 अनि बीको भ्यालु हामीलाई थाहा नै छ, 3 र 4। अब रो इन्टु कलम मल्टिप्लिकेसन हामीले जानेकै छौँ हामीले होइन। सो गरौँ त। 1/29 3 × 3 प्लस
5 into 4 तल -4 into 3 plus 3 into 4 यहाँ थाहा हुन अटेर मैले यता लेखिदिएको छु है 3 into 4 बुझ्नुभयो नि ल अब चाहिँ के गर्ने भने अब हामीले त्यो के आछ 3 into 3 plus 5 into 4 कति हुन्छ 29 हुन्छ माथि तर -12 plus 12 कति हुन्छ 0 नै हुने भयो सो 1/29 9 plus 20 -12 plus 12 ओके -12 plus 12 कति हुने भयो यस्तो हुने भयो सिनेरियो चाहिँ यस्तो हुने भयो 9 plus 20 minus 12 plus 12 हुने भयो हैन अब 29 upon 29 divide by 0/29 हुने भयो के अनि लास्टमा x र y को भ्यालु के आउने भयो xy is equal to 1 र 0 आउने भयो x र y को भ्यालु so therefore x is equal to 1 and y is equal to 0 यही नै भ्यालु हो के कन्फ्युजन लाग्यो कमेन्ट गर्नु होला ल लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला ओके यस्तै टाइपको अरु भिडियो चाहियो भने कमेन्ट पनि गरिदिनु होला